हेलो साथीहरू, आजको भिडियोमा हामी समसामयिक वस्तुगत प्रश्नोत्तर लिएर आएका छौँ। 2082 कार्तिक 29 गतेसम्मको यानि कि आज शनिबारसम्मको लागि अहिलेसम्मका सम्पूर्ण समसामयिक कुराहरूलाई समेटेर हामीले यो वस्तुगत प्रश्नोत्तर निर्माण गरेका छौँ। सो लेट्स स्टार्ट द भिडियो। पहिलो प्रश्न रहेको छ, हालसालै जीवित देवी उपनामले चिनिने कुमारी पदमा कसलाई नियुक्त गरियो? जीवित देवी भनेर हामी कुमारीलाई चिन्छौँ है, त्यो पदमा कसलाई नियुक्त गरियो? प्रतिष्ठा शाक्य, आर्यतारा शाक्य, तृष्णा शाक्य या दिनुषा शाक्य भनेको छ र कुमारी पदमा अहिलेलाई आर्यतारा शाक्यलाई नियुक्त गरिएको छ। त्यसै गरी विश्व शान्ति सूचकाङ्क 2025 अनुसार नेपाल कतिौँ स्थानमा रहेको छ? विश्व शान्ति सूचकाङ्क अनुसार नेपाल 74औं स्थान, 76औं स्थान, 78औं स्थान या 75औं स्थान भनेको छ र 2025 को सूचकाङ्क हेर्ने हो भने नेपाल चाहिँ 76औं स्थानमा पर्दछ। एसिया कप T20 क्रिकेट 2025 को उपाधि कुन मुलुकले प्राप्त गरेको हो? है, एसिया कप T20 क्रिकेट 2025 को उपाधि भारत, पाकिस्तान, बङ्गलादेश या श्रीलङ्का भनेको छ र एसिया कप 2025 को उपाधि चाहिँ भारतले प्राप्त गरेको। 35औं नेटो सम्मेलन 2025 कहाँ भएको छ? है, 35औं नेटो सम्मेलन 2025 कहाँ सम्पन्न भएको छ? अमेरिका, स्विडेन, नेदरल्यान्ड या बेलायत? र यो 25औं नेटो सम्मेलन चाहिँ नेदरल्यान्डमा सम्पन्न भएको, हालसालै नेदरल्यान्डमा सम्पन्न भएको हो। नेपालले हालै सार्वजनिक गरेको नयाँ राष्ट्रिय निकुञ्जको नाम के हो भनेको छ? नेपालले चाहिँ अहिले नयाँ राष्ट्रिय निकुञ्ज सार्वजनिक गरेको हो है, जसको नाम चाहिँ के रहेको छ? छायानाथ राष्ट्रिय निकुञ्ज, मेरापिक राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज या महाकाली राष्ट्रिय निकुञ्ज भनेको छ। र अहिले जुन नयाँ राष्ट्रिय निकुञ्ज सार्वजनिक गरेको छ जसको नाम चाहिँ छायानाथ राष्ट्रिय निकुञ्ज हो है, छायानाथ राष्ट्रिय निकुञ्ज हो। त्यसै गरी नेपाल आइडल सिजन 6 को उपाधि कसले प्राप्त गरेको? है, सिजन 6 को उपाधि कसले प्राप्त गरेको? करण परियार, दर्शना गन्धारी, बबिता थापा या गङ्गा सोनाम? र सिजन 6 है, नेपाल आइडल सिजन 6 को उपाधि दर्शना गन्धारीले प्राप्त गरेको। त्यसै क्रममा विश्वमा सर्वप्रथम एआई मन्त्री बनाउने देश कुन हो भनेको छ? विश्वमा सर्वप्रथम एआई मन्त्री बनाउने देश कुन हो? सिरिया, चीन, अल्बानिया या जापान? र एआई मन्त्री बनाउने भनेको अल्बानिया देशले बनाएको हो। यो चाहिँ भ्रष्टाचारहरू न्यूनीकरण गर्न, पारदर्शिता देखाउनको लागि भनेर बनाएको हो खासमा है। भैरव पुरस्कार 2082 कसलाई प्रदान गरिएको? भैरव पुरस्कार 2082 कृष्ण प्रधान, हरिप्रसाद शर्मा, विवेश पोखरेल र आङछिरिङ शेर्पा भनेको छ। र भैरव पुरस्कार 2082 कृष्ण प्रधानलाई प्रदान गरिएको हो है, कृष्ण प्रधानलाई। त्यसै गरी अर्कोमा छ भैरव वाङ्मय पुरस्कार 2082। अगाडि भनेको थियो भैरव पुरस्कार, अब भनेको छ भैरव वाङ्मय पुरस्कार 2082 कसलाई प्रदान गरिएको हो? आङछिरिङ शेर्पा, हरिप्रसाद शर्मा, कृष्ण प्रधान या विवेश पोखरेल? यो पनि भर्खरै अप्सनहरू आएको यसमा। र वाङ्मय पुरस्कार, भैरव वाङ्मय पुरस्कार 2082 चाहिँ हरिप्रसाद शर्मालाई प्रदान गरेको है। भैरव पुरस्कार भनेपछि कृष्ण प्रधान है, भैरव वाङ्मय पुरस्कार भनेपछि हरिप्रसाद शर्मा। त्यसै गरी छ प्रथम राष्ट्रिय शिक्षा सम्मेलन 2082 कहाँ भएको है? प्रथम राष्ट्रिय शिक्षा सम्मेलन 2082 कहाँ भएको हो? पोखरा, जनकपुर, काभ्रे या काठमाडौँ? र जुन यो राष्ट्रिय शिक्षा सम्मेलन भएको थियो त्यो चाहिँ जनकपुरमा सम्पन्न भएको हो। राष्ट्रिय धान दिवस 2082 कतिौँ राष्ट्रिय धान दिवस हो भनेको छ? 21औं, 22औं, 23औं या 24औं? र जुन यो धान दिवस 2082 मा बनाइयो त्यो चाहिँ 21औं राष्ट्रिय धान दिवस थियो है। मिस नेपाल 2025 को उपाधि जित्ने सुन्दरी को हुनु भनेको छ? मिस नेपाल 2025 को उपाधि जित्ने सुन्दरी दीपशिखा नेपाल, लुना लुइटेल, स्मृति श्रेष्ठ या प्रियङ्का थापा? र 2025 को मिस नेपाल चाहिँ लुना लुइटेलले जितेकी हुन् है, लुना लुइटेलले जितेकी हुन्। त्यसै गरी मिस्टर नेपाल 2025 को उपाधि जित्ने व्यक्ति? मिस नेपाल त लुना लुइटेल हुन् भने मिस्टर नेपाल प्रकाश चौहान, विवश राज शाक्य, हिमाञ्चल राज केसी, त्यसै गरी गिरीश रत्न शाक्य भनेको छ। र मिस्टर नेपाल 2025 जित्ने भनेको हिमाञ्चल राज केसीले जितेका हुन् है।
500 बिलियन डलर सम्पत्ति हुने विश्वको पहिलो व्यक्ति को हुन् भनेको छ। 500 बिलियन सम्पत्ति पुग्ने विश्वको पहिलो व्यक्ति एलन मस्क, जेफ बेसोज, मार्क जुकरबर्ग या ल्यारी एलिसन भनेको छ र 500 बिलियन डलर सम्पत्ति पुग्ने विश्वको पहिलो व्यक्ति एलन मस्क हुन् है, एलन मस्क। त्यसै गरी छ फिफा विश्वकप 2034 कहाँ आयोजना हुने भएको छ है। 2034 कहाँ आयोजना हुने भएको छ? क्यानाडा, साउदी अरेबिया, अमेरिका या स्पेन। र 2034 चाहिँ साउदी अरेबियामा सम्पन्न हुने भएको छ, आयोजना हुने भएको छ। ग्लोबल हिरो अवार्ड 2025बाट सम्मानित हुने नेपाली को हुन् भनेको छ। ग्लोबल हिरो अवार्ड 2025बाट सम्मानित हुने नेपाली को हुन् भनेको छ। कुलमान घिसिङ, सन्दोक रोहित, महावीर पुन या बालेन्द्र शाह। र ग्लोबल हिरो अवार्डबाट सम्मानित हुने व्यक्ति भनेको कुलमान घिसिङ हुन् है। त्यसै गरी विश्व भोकमरी सूचकाङ्क 2025 अनुसार नेपाल कतिौं स्थानमा पर्दछ? 2025 अनुसार 65औं स्थान, 68औं, 66औं या 69औं भनेको छ र जसमा नेपाल 68औं स्थानमा पर्दछ। भोकमरी सूचकाङ्क अनुसार 68औं स्थानमा नेपाल पर्दछ। विश्व खुशी सूचकाङ्क 2025 है, वर्ल्ड पिस इन्डेक्स भन्छौँ, 2025 अनुसार पहिलो स्थानमा कुन मुलुक छ है? पहिलो स्थानमा कुन मुलुक पर्दछ? नर्वे, स्विडेन, फिनल्यान्ड या डेनमार्क। र यो खुशी सूचकाङ्क हेर्ने हो भने 2025 अनुसार फिनल्यान्ड पहिलो स्थानमा पर्दछ है। त्यसै गरी युरो कप 2025 को विजेता राष्ट्र कुन हो भनेको छ? युरो कप 2025 को विजेता राष्ट्र रुस, स्पेन, जर्मनी या इङ्ल्यान्ड। र युरो कप 2025 को विजेता राष्ट्र भनेको स्पेन हो है। र अहिलेसम्म सबभन्दा बढी विजेता भएको राष्ट्र पनि स्पेन नै हो है। सबैभन्दा बढी विजेता भएको पनि स्पेन नै हो। त्यसै गरी 2026 मा हुने आइसिसी टी20 विश्वकप कुन देशमा हुने भएको छ? आइसिसी टी20 विश्वकप कता हुने भएको छ? पाकिस्तान र भारत, बङ्गलादेश र भारत, श्रीलङ्का र भारत, त्यसै गरी न्युजिल्यान्ड र अस्ट्रेलिया भनेको छ। र टी20 विश्वकप 2026 को श्रीलङ्का र भारतमा हुने भएको छ। सुन्तलालाई राष्ट्रिय फलको रूपमा कहिले घोषणा गरियो भन्छ? सुन्तलालाई राष्ट्रिय फल कहिले घोषणा? 2080 फागुन 30, 2080 फागुन 20, 2080 चैत्र 30 या 2080 चैत्र 29 भनेको छ। र सुन्तलालाई राष्ट्रिय फलको रूपमा 2080 चैत्र 30 मा घोषणा गरिएको है। गोरखापत्रमा समाचार प्रकाशन हुने भाषाको सङ्ख्या कति रहेको छ? हालसालै गोरखापत्रमा कति भाषामा समाचार प्रकाशन हुने गरेको छ? 44, 45, 43 या 46। र गोरखापत्रमा अहिलेसम्म चाहिँ 45 भाषामा समाचार प्रकाशन हुने गरेको छ। त्यसै गरी रेडियो नेपालबाट हाल कति भाषामा समाचार प्रसारण हुने गरेको छ? गोरखापत्रमा त 45 भाषामा प्रसारण हुन्छ है, प्रकाशन हुन्छ भने रेडियो नेपालमा कति भाषामा प्रसारण हुन्छ? 25, 26, 27 या 28। र रेडियो नेपालबाट हालसम्म 25 भाषामा समाचार प्रकाशन हुने गरेको छ। 25औं भाषा भनेको दनुवार हो है, 25औं भाषा दनुवार रहेको छ। त्यसै गरी हालसम्म कतिवटा प्रदेश साक्षर भएका छन् भनेको छ? यो एकदमै सोध्ने प्रश्न हो। कतिवटा प्रदेश साक्षर भएका छन्? 2, 3, 4 या 5। कति छन्? 4वटा प्रदेश। को प्रदेश हुन् भन्दाखेरि बागमती भएको छ, गण्डकी भएको छ, कोशी भएको छ र सुदूरपश्चिम भएको छ है। सबभन्दा अन्तिममा साक्षर हुने भनेको सुदूरपश्चिम प्रदेश हो है। त्यसै गरी 25 नम्बरमा जाउँ। 16औं योजनाको अन्त्यसम्म बेरोजगारी दर कतिमा झार्ने लक्ष्य रहेको छ? कतिमा झार्ने? 15%, 5%, 10% या 25% भनेको छ। र 16औं योजनाको अन्त्यसम्म नेपालको बेरोजगारी दर 5% मा झार्ने लक्ष्य राखेको छ। त्यसै गरी नेपालमा राष्ट्रिय परिचय पत्र वितरण कुन जिल्लाबाट सुरु गरिएको हो भन्छ? नेपालमा राष्ट्रिय परिचय पत्रको वितरण कुन जिल्लाबाट सुरु गरिएको हो? बागलुङ, पाँचथर, झापा या इलाम भनेको छ। कहाँबाट सुरु गरिएको? पाँचथरबाट सुरु गरिएको हो है। त्यसै गरी नेपालमा गरिब परिचय पत्रको सुरुवात कुन ठाउँबाट भनेको? नेपालको भएको छ, नेपालमा हुनुपर्ने है। नेपालमा गरिब परिचय पत्रको सुरुवात कुन ठाउँबाट गरिएको? दाङ, कपिलवस्तु, पाँचथर या काठमाडौँ। र राष्ट्रिय परिचय पत्र त पाँचथरबाट गरिएको हो। भर्खरै हेऱ्यौँ भने गरिब परिचय पत्र पनि पाँचथरबाट नै बाँड्न सुरु गरिएको है।
28 नम्बरमा हाल अस्तित्वमा रहेका सार्वजनिक संस्थान कतिवटा रहेका छन् भन्छ। नेपालमा सार्वजनिक संस्थान त सुन्नु भएको छ होइन, भने हाल अस्तित्वमा चाहिँ कतिवटा छन् त? 45, 44, 41 या 46। र नेपालमा हालसम्म अस्तित्वमा रहेका सार्वजनिक संस्थान भनेको 45वटा रहेका छन् है, 45वटा रहेका छन्। आजको 29औं प्रश्नमा जाउँ र यो सेटमा हामीले 30वटा प्रश्न ल्याएका छौँ। त्योभन्दा पहिला यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला है, च्यानललाई सब्सक्राइब गरेर बेल आइकनलाई प्रेस गरिदिनु होला। र 29औं प्रश्न नम्बर रहेको छ, प्रथम खोखो विश्वकप 2025 को उपविजेता राष्ट्र कुन हो भनेको छ है। प्रथम खोखो विश्वकप 2025 को उपविजेता राष्ट्र भारत, पाकिस्तान, नेपाल या भुटान भनेको छ। र प्रथम खोखो विश्वकप 2025 को उपविजेता राष्ट्र चाहिँ नेपाल रहेको छ भने विजेता चाहिँ भारत हो है। भारतमा भएको थियो, विजेता चाहिँ भारत हो र उपविजेता नेपाल भएको हो है। ल आजको अन्तिम प्रश्न रहेको छ साथीहरू, अन्तिममा छ सगरमाथा वृक्षारोपण अभियान कहिलेबाट सुरु भएको हो है। 2082 जेठ 14, 2082 असार 14, 2082 साउन 14 या 2082 जेठ 17 भनेको छ। र सगरमाथा वृक्षारोपण अभियान 2082 असार 14 गतिबाट भएको है। र यो थियो आजको समसामयिक वस्तुगत प्रश्नोत्तर 2082 कार्तिक 29 गते आज शनिबारसम्मको लागि विभिन्न प्रश्न समावेश गरेका थियौँ। हामी अझै भोलिको दिनमा यस्तै समसामयिक वस्तुगत प्रश्नोत्तर लिएर आउनेछौँ। सो stay tuned in our video. Thank you so much for watching.